रहेको छ कक्षा 8 को र यहाँबाट म सृष्टि खड्कालाई आफ्ना जिन्दगी एउटा खेल हो, पृथ्वीमा निर्भर पर्छ कि तिमी खेलाडी बन्ने कि खेलौना। धन्यवाद कार्यक्रम सञ्चालकज्यू, मलाई यो सुनौलो अवसर प्रदान गरिदिनु भएकोमा। आदरणीय सभाका सभापति महोदय, न्यायको तराजुमा बस्नुभएका निर्णायक मण्डलज्यू, म साथसाथै आफ्नो भनाइ राख्न उपस्थित हुनुभएका प्रतिस्पर्धी, अप्रतिस्पर्धी तथा मेरा हरेक सुख दुःखमा साथ दिनुहुने मेरा प्रिय मित्रहरू, आज म सृष्टि खड्का यस ग्यालेक्सी माध्यमिक विद्यालयले आयोजना गरेको वक्तित्व कला प्रतियोगितामा नारी शिक्षा आजको आवश्यकता शीर्षकमा आफ्नो केही भनाइहरू राख्न पाउँदा आफूलाई अत्यन्तै भाग्यमानी ठान्दछु। सभापति महोदय, विभिन्न शैलो दिदी बहिनी आमाले चिनिन्छन् नारी। जस्तै एउटा मानिसलाई जन्मेपछि मर्दासम्म शिक्षा आवश्यक पर्छ, त्यसरी एउटा नारीलाई पनि शिक्षा आवश्यक पर्दछ। नारीलाई पनि शिक्षा आर्जन गर्ने साझा हक छ। अहिले धेरै मानिसहरू यो सोच्छन् कि छोरीलाई पढाएर केही पनि हुनेवाला छैन, जाने भनेको अर्काको घरमै हुन्। महोदय, यस्ता मानिसहरूको सोच बदल्न तपाईँ र हामीहरू जस्ता बोलेर मात्रै केही पनि हुनेवाला छैन। सबैले एकजुट भएर आवाज उठाउनुपर्छ। फ्रान्सका राजा नेपोलियनले भने चाहिँ, तिमी मलाई असल आमा देऊ, म तिमीलाई असल राष्ट्र दिनेछु। यो कुराले प्रश्न पार्छ कि नारी कति शक्तिशाली छिन् भनेर। अरे जुन नारीले हामीलाई 9 महिना कोखमा राखेर जन्माए, कोखाइ भनी खाना खुवाइन्, हुर्काए पढाइन् र हजुरहरूको सामु बोल्नलाई सक्षम बनाए, त्यही नारीलाई शिक्षा आर्जन गर्न नदिने त? तर किन? अहिले विश्वमा 12 करोड 90 लाख नारीहरू अशिक्षित छन्। यसको कारण के त? किनकि इतिहासदेखि नै नारीहरूलाई कमजोर मानेर आइएको छ। जुन नारीले हामीलाई जीवनदान दिएकी छन्, त्यो नारीका लागि न त नेपालमा ढङ्गको सुरक्षा छ, न त ढङ्गको शिक्षा। एउटा राष्ट्रको गुणस्तरीय विकासका लागि नारी शिक्षालाई जोड दिन निकै नै आवश्यक पर्दछ। किनकि जुन देशमा पुरुषभन्दा महिलाको संख्या बढी छ, त्यो देशमा नै नारीको मान्यता छैन। अहिले नारी शिक्षालाई पहिचान गर्न निकै नै आवश्यक छ, किनभने एउटा बालकको पहिलो शिक्षिका भनेकी नै उसकी आमा हुन्छन्। यदि देशको उज्जवल भविष्य चाहिन्छ भने नारीलाई शिक्षाको न्यानो घामबाट कहिले